मम्मीले भन्नुभयो रुम त सजाइयो तर भित्ता अझै सजिएको छैन। त्यसैले मैले मम्मीको यो इच्छा पुरा गर्न आज लिएर आइदिएको छु एउटा क्यानभास। मैले चाहिँ मम्मीको लागि लिएर आइदिएको छु यो हो एउटा क्यानभास। अब मम्मीलाई दिन्छु अनि गर्नुहुन्छ मम्मीले यसको अनबक्सिङ। हेर्नुहोस् न गाइस, मम्मी रेडी भइसक्नुभयो अनबक्सिङको लागि चक्कु लिएर। मम्मी हजुरको अर्डर डेलिभर भइसक्यो, लिनुहोस्, गर्नु अब यसको अनबक्सिङ। मम्मी पुरै फुल एक्साइटमेन्टमा हेर्दै हुनुहुन्छ के होला कसरी खोल्ने होला भन्दै। एक घन्टे लाए। यो चाहिँ हो एउटा 7 हर्स क्यानभास। अब भित्ता त चम्काउनै पर्यो, टल्काउनै पर्यो, राम्रो देखाउनै पर्यो। अब सोधौँ मम्मीलाई कस्तो लाग्यो त यो क्यानभास। हेलो ममु, भनिदिनु कस्तो लाग्यो तपाईँलाई क्यानभास? राम्रो हो एकदम। हेरेको हेरे हुनुभयो मम्मी। यो र यो मिल्यो, यो कहाँ राख्ने त? यो बिचमा हो के? कस्तो हो, ठिक छ? मन पर्यो? हलपाटे भयो जस्तो है। हेर्नु है गाइज, मम्मीले मिलाउनु भएको क्यानभास। ए कस्तो राम्रोसित मिलाउनु भएको। सानो सानो एकतिर, ठुलो ठुलो एकतिर। यसरी होइन के मम्मी, अर्कै स्टाइलले हो बनाउने। फाइनल्ली क्यानभास पनि भयो रेडी र मैले भित्तामा राखिदिइसकेँ। अब मम्मीले भन्नुहुन्छ कस्तो लाग्यो। मम्मी कस्तो लाग्यो हजुरलाई क्यानभास? राम्रो, ठिक छ, गुड छ अरे। मम्मीलाई मन परेछ, ह्याप्पी हुनुहुन्छ या मखबा। यही हो क्यानभास, 7 हर्स क्यानभास।